हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू भ्लगका साथ उपस्थित भएको छु। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ हामी जाँदैछौँ, यो मेला लागेछ, दहको मेला लागेछ। त्यही भएर म चाहिँ भोलि घर जाने हो नि त, त्यही भएर आज चाहिँ जाम भनेर मम्मी अनि भाउजू म चाहिँ जान्छौँ। भाउजू र नानी रेडी भइसक्यो, यता छन्। मम्मी यता रेडी हुन लाग्नुभएको छ। म चाहिँ रेडी भइसकेँ, हाम्रो भाउजू यति राम्रो हुनेछ, कति राम्रो हुनुपर्छ हाम्रो भाउजू। मैले यता हेर्न न, मैले मेकअप गरिदिएको, भाउजूको मेकअप मैले गरिदिएको, अनि मैले मेरो मेकअप गरेँ। यसो सृजना भाउजू आउन हेरेन छ नि त। ट्याक्सी आयो अनि भाउजूले बाख्रा कुखुरालाई हट्दै हुनुहुन्छ। गाइस हामी जान लागेको होइन, मेरो दाता हुन्छ भने कताको दाता भने कता बस्ने, त्यो पछाडि बस्छ। ले हामी चाहिँ बस्यो अगाडि सिटोमा, अनि सधैँभरि बसेर हुन्छ। खै भाउजू तँलाई खानेकुरा हाउरा दिनुहोस् भन्नेलाई भिडियो बनाउँदै जानु। जाम अङ्कल घुम्नु। ए ढुङ्गा खसेर रहेछ नि त माथि। उहाँ काफल रहेछ टिप्दैछ त। कहाँ हुन्छ र मेरो भाउ? कति बेला राख्ने हो भाइ? फोटो खिच्न हेर्ने मान्छे हेर्न आएको र गाइस। हामी चाहिँ आइयो फाइनल, आइयो दाको लेक। ओ यो चिच्चाउने नमस्ते। हामी हेर्न आएको त कोही छैन नि मान्छेहरू पनि। पहिला सिडी थियो नि, हेर्न ए त्यहाँ त छ सिडी। मम्मीले पैसा गर्नुहुन्छ पूजा गर्नलाई। ल आज स्टार्ट हुँदैछ। आज त स्टार्ट हुँदैछ। सो देख्न सक्नुहुन्छ यो मन्दिरहरू यहाँ राम्रो बनाएर छन्। मन्दिरहरू यता छ, यता नासपाती, यता मन्दिर छ। कता जाने हवन कुण्डहरू, हवन गरेर जानु। यहाँ चाहिँ यस्तो गरेर जानु। फुल लगाउने भाउजू
फुल टिप्यो कति धेरै रहेछ कि फुल भाउजू टिप्दै हुनुहुन्छ फुल अहिले टिप्छन् छिटाउनु वाउ कस्तो राम्रो छ व्हाइट व्हाइट भिडियोबाट पो भएर जाम 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 बाहिर जाम के मुरै मान्दिने के त कति रिस उठाउन हाल्छ फोटै नखिच्नु नासपाती 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 देखे छैन यहाँ त नासपाती त भगवान गाडी यहाँ छ अनि हामीले चाहिँ यहाँ फोटो खिच्छौँ यहाँ फोटो खिच्छौँ अनि यतातिर फोटो खिच्छौँ अनि हामी जान्छौँ आज आएका हुन्छन् कोही पनि मान्छे पहिलो दिन भएर होला मान्छे नै आएनछन् स्वागत छ हजुरहरूलाई पाडैनी तपोभूमि दहमा गाइस हामीले चाहिँ फोटो खिच्यो यहाँ चाहिँ 2-3टा फोटो खिच्यो अनि अहिले चाहिँ यहाँ आएर फोटो खिच्छौँ हामी चाहिँ ओ पार्यो ऊ यहाँ जान्छौँ हामी चाहिँ गइसक्नु भयो हामी चाहिँ भाउजूले टिकटक गराउने अरे अनि मैले पनि बनाउँछु अनि चाहिँ हामी जान्छौँ ले गाइस हामीले चाहिँ टिकटक बनाउँछौँ भनेको के यस्तो हो डाटा लिएको डाटै चलेन टिकटक बनाउँछौँ भनेको टिकटक नि बनाउन पाइएन मेरो नानीले यहाँ खोज्दै आइछ यहाँ खोज्दै आइछ हामीले चाहिँ टिकटक बनाउने भनेको नेटै चलेन छेउ मात्रै लाग्ने छ किन को हात राखेर हिँडेको लोटिन्छ सानी लोटिन्छ अझ अहिले चाहिँ लोटिन्छ नि थाहा हुन्छ कस्तो राम्रो आज चाहिँ कोही आइरहेनछन् आज पहिलो दिन मिटिङ हुँदैछ हामी चाहिँ पूजाहरू गरेर आइयो अब हामी जान्छौँ यहाँ फाइनली हामी आइयो यो भ्यू टावर दहको भ्यू टावर भाउजू चप्पल छोडेर जानुभयो आउनु दहको डाँडा भ्यू टावरबाट दहको डाँडालाई देखाउँदैछु ल मम्मी आउनु नानी डराएर मेरो छोरी डरा यस्तो छ किन अहिले निकालौँ ल मम्मीको स्वेटर गरेँ तल हामी चाहिँ फोटासोटा खिच्यौँ 2-4वटा टिकटक बनाउनलाई टिकटकमा डाटा छ हामी चाहिँ झर्छौँ झर्छौँ अब डाटा चलेन दाइ पनि रिसिनु होला कहाँ गइनेहरू भन्नुभयो ल शिवजीको अनि यता चाहिँ कता आँखा न यो चाहिँ आँखा 2टा आँखा फोटा चुट्टा खिच्यो हामीले चाहिँ 2-3टा फोटा खिच्यो 2-3टा मात्रै आयो होला राम्रो अरू चाहिँ राम्रो आएको छैन फोटा त्यति नै हो त्यो सुनसान छ गाइस बल्ल स्टार्ट हुँदो रहेछ आज कोही छैनन् मान्छे बुढा 4 छन् होला यतातिर अनि उसमा अनि यतातिर हाम्रो भाउजूले टिकटक सर्च गरेर नेटै चलेछ अब चाहिँ हामी लाग्छौँ है गाइस त्यो रमाइलो छैन त्यही पनि एकचोटि हेरौँ भनेर आएको रमाइलो रहेछ मेरो नानीले सतायो अब चाहिँ हामी जान्छौँ भाइ जाने कि बस्ने हो र नास्ता चाउमिन त खान्न अन्त खान्न यहाँ 2-3टा चकेटा दिनु त्यही पनि होइन भिडियो बनाइरहेछु
दिने भए बनाउँछु नि त बनाउनु तेल व्रत रातो हुन्छ आज व्यापार हो क्या आज व्यापार है हाम्रो आज व्यापार हो यो पुरै आधा मलाई ल्याउनु त आधा छोरीलाई ल हुन्छ दिनलाई छोरीलाई पनि दिने व्यापार हो साथी दिने अरे अनि त्यसो चेरमा माग्छ भनेर पहिले उहाँ पर भाग्नुहुन्छ उहाँ आउनुहोस् है दहमा नि मेला लाग्छ अङ्कलको उसमा जेरी खान न जेरी खान आउनुहोस् जेरी फेरि खतरा छ यो दुगुरे हो ताईमा अङ्कल जेरीलाई कसरी जेरी हेरी हेरी हेर्नु न मन्दिरलाई चढाइदिनु पाक्दैछ के लिएर आउँदैछु म उहाँ अङ्कलले ल्याइदिँदै हुनुहुन्छ कि नेट नचलेर बस म लिएर आउँछु है जेरी धेरै भयो ल बस्नु है अङ्कल राम्रोसँग व्यापार गर्नु हामी चाहिँ चल्नु हामी चाहिँ गयो ल अम्बिकेलाई भने त्यो के अरे ल छौ तिमी दाइ ए छन् सोधे खारे भन्दै है तिमी के खाने ए ल हामी चाहिँ गयो अनि एकै खाने काट्नु छ आधी खानुहोस् अहिले कता गयो तिमी हामी चाहिँ लाग्यो अब अर्को वर्ष अब एकैचोटि बल्ल काफल टिप्न हेलो त्यसको पर जाम आज बसमा भोलि जाने हो मैले त्यसलाई अब झाँटिरङ कुवा खान अस्ति हाम्रो ओरा आएको थिएँ Take okay. Sana. Kita. Kena dua ribu lah. Lazam. Finally हामी चाहिँ आइयो घर हामी घर आइयो खै सामान यति खान्छु पैसा धेरै पैसा चाहिँ आइयो यति नै हो भिडियो बाई बाई गाइस